दर्शकवृन्द नमस्कार। पछिल्लो राजनीतिक घटनाक्रमसँगै अहिले सरकारले गरेका एकाएक कामको तारिफ आम नेपाली जनताले जय जयकार गरिरहेको परिस्थितिमा विभिन्न किसिमका निर्णयहरू सरकारले गरिसके पछाडि अहिले तारिफ के बनेको छ। एकातर्फ अब बालेन शाह अन्तर्राष्ट्रिय रूपमै शक्तिशाली व्यक्तित्वहरूको 100औं गणनामा 24 नम्बरमा बालेन शाह परे, तर नरेन्द्र मोदी भने पर्न सकेनन्। कति धेरै चर्चाको पात्र र कति धेरैले मन पराएछन्। अन्तर्राष्ट्रिय रूपमा पनि बालेन शाह भनेपछि सबैले चिन्ने परिस्थिति अहिले बनेको छ। अबको राजनीति निकाससँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अहिलेको समस्या, यिनै विषयको फेरि बसेर संवाद गर्नेछौँ। हामीसँग जगतबहादुर थापा हुनुहुन्छ, धर्माध्यक्ष रामराज्य परिषद। स्वागत छ तपाईँलाई। जय होस्, जय श्रीराम, धन्यवाद। आरामै हुनुहुन्छ? आरामै। अब बालेन शाहको चौतर्फी चर्चा अन्तर्राष्ट्रिय रूपमा, देशमा त हाम्रो आफ्नो देशमा त छँदैछ, अन्तर्राष्ट्रिय रूपले पनि अब 24 नम्बरमा त्यो पनि प्रभावशाली व्यक्तित्वहरूमध्ये राख्यो। अहिले त सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्प भन्दा पनि हिरो भयो बालेन शाह, मोदी भन्दा पनि हिरो रहेछन् बालेन शाह भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले पनि चर्चा गरेका छन्। तपाईँले के भन्नुहुन्छ यो विषय? यो हामी नेपाली भएर नेपालीको चर्चा हुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुनु त गौरवकै विषय हो। तर चाहिँ त्यो चर्चा मात्रै भएर भएन कि हामीहरू नेपालभित्रका हाम्रा चाहिँ प्रधानमन्त्रीले जनताको भावना र चाहना अनुसार शासन सञ्चालन गर्नु पर्यो। लोकतन्त्र भन्ने, लोकतन्त्रको चाहिँ नाममा चाहिँ निरङ्कुश तन्त्र लाद्ने, जनताको कुनै कुरा समस्या नबुझ्ने त्यस्तो खालको चाहिँ गर्नु भएन। र चाहिँ त्यो अहिले उनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको पनि त नेपालीले नै त होला नि। अनि त्यसकारण यो अहिलेको कुरा के छ भन्दा, यहाँ अहिले हामीमा महँगाई अत्यधिक बढिया छ, असुरक्षा अत्यधिक बढिया छ, अनि सरकारको तर्फबाट धरपकड गर्ने दमन कार्य पनि अत्यधिक बढिया छ। यसको लागि हामी नेपाली जनताले चाहिँ अभिभावक रूपमा रहेको यो सरकार जुन छ त्यसलाई नबनेर कसलाई भन्ने। अब चाहिँ पशुपतिमा चाहिँ त्यहाँ यो सडक छापमा बसेका अनि चाहिँ त्यो भिखारीहरूलाई त्यहाँ गएर भिखारीहरू यस्तो चाहिँ नेपालको समस्या छ भनेर त उनले त त्यो त उत्तर दिने पनि होइन, समाधान गर्ने पनि होइनन्। तर जुन जिम्मेदार निकायमा छन्, जसले जिम्मेदारी लिएका छन्, तिनीहरूलाई नै भन्ने हो। त्यसकारण अहिले यहाँ तत्कालै के छ भन्दाखेरि यो महँगाई एकदमै चाहिँ अनियन्त्रित रूपमा बढिया छ। यो महँगाई चाहिँ यो सरकारले चाहिँ त्यो एकदमै नियन्त्रण गर्नुपर्छ। कि त महँगाई नियन्त्रण गर्नु पर्यो, कि चाहिँ महँगाई जसरी बढिया छ त्यही किसिमले चाहिँ मान्छेको चाहिँ त्यो क्रय शक्ति चाहिँ बढाइदिनु पर्यो। त्यो क्रय शक्ति बढाउनको लागि चाहिँ रोजगार चाहिन्छ। रोजगार नभएसम्म रोजगार चाहिँ तुरुन्तको लागि चाहिँ त्यहाँ फेरि चाहिँ त्यहाँ चाहिन्छ, लगानी चाहिन्छ। लगानीको चाहिँ त्यो पनि छ। अहिले संसारकै चाहिँ उद्योगपतिहरूले नेपालमा चाहिँ राम्रो गरेका छ भन्ने हौवा भएको छ। त्यसकारण चाहिँ संसारकै लगानीकर्ताहरू पनि नेपालमा आउन सक्छन्। तर चाहिँ यो अहिले 6743 वडा छ। प्रत्येक वडामा चाहिँ लघु उद्योग हुनु पर्यो कि सासाना लघु उद्योग हुनु पर्यो। त्यहाँ कि चाहिँ 100-200 वडै पिछेका मान्छेले चाहिँ त्यहाँ काम पाउन्। त्यो भयो भने चाहिँ 8-10 लाख मान्छेले त तुरुन्तै काम पाउँछन् नि त। त्यसकारण अहिलेको यो महँगाईको मूल चाहिँ जड के हो भन्दा यो पेट्रोलियम चाहिँ बढेर आयो। पेट्रोलियम भएपछि चाहिँ ढुवानी लागत बढ्यो। ढुवानी लागत बढेर आउँदा खात चाहिँ त्यो खपत गर्ने सबै वस्तुहरूमा चाहिँ त्यो सबै मूल्य वृद्धि भयो। त्यो मूल्य वृद्धि चाहिँ नियन्त्रण गर्नको लागि पहिले चाहिँ त्यो लागत उसको नियमित त्यो ढुवानी लगायत चाहिँ यो तेलको जुन छ, इन्धन छ, जुन छ त्यो पेट्रोलियम पदार्थ, आयातित पेट्रोलियम पदार्थ, त्यो त चाहिँ कम हुनु पर्यो। अहिले इरानले एउटा चाहिँ यहाँ दिएको छ, अफर दिएको छ। के दिएको छ भन्दाखेरि तिमीहरूले इन्डियाबाट जाने हो भने तिमीहरूलाई त्यही तेल महँगो किनिराखेका छौ, तिमी सिधै हामीसँग किन, अनि हामीले चाहिँ सस्तोमा अन्तर्राष्ट्रिय बजारमा जे सस्तो छ त्यस्तै किसिमले हामी चाहिँ सस्तोमा उपलब्ध गराउँछौँ, आधा सस्तो हुन्छ भनेको छ। अहिले चाहिँ इन्डियामा आइसी 50 चाहिँ रुपियाँ चाहिँ तेल छ भनेपछि नेपाली 80 रुपियाँ पर्यो। र यहाँ ल्याउँदाखेरि त्यो ढुवानी खर्च, सडक भयो, यताउता भयो, कन्टेन भयो, धेरै त्यहाँ खर्च रहेछ। त्यो 80 रुपियाँ चाहिँ जोडी 100 चाहिँ 80 160 भयो। तर यहाँ अहिले 119-20 छ त्यहाँ चाहिँ तेल। भनेपछि बिचमा चाहिँ 60 रुपियाँ चाहिँ त्यो ग्याप छ कि त्यो 60 रुपियाँ केले खायो त, कसले खान्छ त त्यो?
त्यसरी चाहिँ त्यो अन्धाधुन्दा प्रति 1 लिटरमा 60 रुपियाँ चाहिँ अतिरिक्त चाहिँ त्यो उपभोक्ताले तिर्नु पर्दाखेरि कति मर्का छ हामीहरूलाई। त्यो त कतै त देखिनु पर्यो नि। अरूमा त अब 80 रुपियाँ उहाँ परल मूल्य नै भयो। अब ढुवानी आदि इत्यादि सबै चाहिँ अब लेबर सबै सडक मर्मत सबै धेरै किसिमको चाहिँ 20-22वटा बुँदाहरूमा चाहिँ त्यहाँ त्यो खर्च जोडिया छ। त 80 भयो अनि 80 दुना 160 भयो अनि 120 चाहिँ 220 गर्नु त त्यो बिचको चाहिँ 60 रुपियाँ के छ। यो एउटा प्रमुख मुद्दा छ, अत्यधिक शोषण भएको छ यसमा। र अर्को कुरा यो तेल उताबाट चाहिँ सिधै ल्याउँदाखेरि त त्यो त चाहिँ कम बढ्यो। हामी उताबाट ल्याउने हो भने हामीले चाहिँ 120मै हामीले चाहिँ त्यो तेल पाउँछौँ। अब चाहिँ 220 राख्नै परेन कि, खर्च गर्नै पऱ्यो, धेरै राहत हुन्थ्यो। त्यस कारण यो कम गर्ने यो सरकारले त्यति गरोस्। अहिले जसरी चाहिँ वाइवाई छ त्यो खालको कुरा चाहिँ त्यहाँ यो तेलमा यो महँगाई नियन्त्रण गर्न, यो तेलको नियन्त्रण गर्न पहिले 1 नम्बरमा यो चाहिँ काम गर्न आवश्यक छ। त्यस कारण अर्को कुरा यो चाहिँ अहिले जल्दोबल्दो के छ भन्दा आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउनु पर्यो कि यो सरकारले। आत्मनिर्भर बन्ने काम एउटा पनि कति छ तपाईँ देख्नु भएको छ छैन। आत्मनिर्भर बन्नको लागि पहिले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनु पर्यो। फ्रान्सले के गर्छ, आफ्ना कृषकहरूलाई 100% चाहिँ त्यहाँ ऊ दिन्छ, सब्सिडी दिन्छ। त्यो चाहिँ त्यो चाहिँ सब्सिडी दिन्छ। त्यसपछि त्यो के अरे सहयोग गर्छ। अनि यहाँ पनि कृषकहरूलाई उनले आफ्नो उत्पादन गर्न लगाउने, अर्ग्यानिक चाहिँ कृषि गर्न लगाउने, त्यो कृषि उत्पादनको सबै सरकारले किनिदिए त भयो त। अनि उसलाई चाहिँ त्यो आफ्नो उत्पादन त बजारमा चाहिँ बेच्न नपरोस्, कतै बजार खोज्ने झन्झटबाट उसलाई मुक्त गर्ने हो भने त उसले उत्पादन गर्छ, सरकारलाई चाहिँ लगेर बेच्छ, सरकारले किन्छ, सरकारले फेरि कृषकहरूलाई अरू चाहिँ आम उपभोक्तालाई चाहिँ त्यही अनुसार चाहिँ वितरण गरोस् उसले। अनि कमसेकम चाहिँ त्यो कृषिलाई चाहिँ आत्मनिर्भर बनाउनु पऱ्यो। हामी त कृषि प्रधान देश हो। अब 70%भन्दा बढी चाहिँ हाम्रो राजस्व पनि त्यसबाट मिल्छ र हाम्रो चाहिँ पुरा जनसङ्ख्या त्यसैमा चाहिँ व्यस्त छ भने त्यो कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने काम किन गर्दैनन् अरू। अर्को कुरा यो जुन यातायातको कुरा छ, यातायातमा चाहिँ त्यो बाहिरबाट चाहिँ आयातित तेलको सट्टा अनि चाहिँ वैकल्पिक ऊर्जाबाट चाहिँ चल्ने अनि चाहिँ यातायातका साधन नेपालभित्र उत्पादन गरे त भयो त। यो तेलमै हामी निर्भर हुनु परेन नि। तत्काल यो सुरु गरे त यो 1 वर्षभित्र हामी त आत्मनिर्भर बन्छौँ नि त। त्यसकारण यसमा योले सरकारले सोचोस् र गरोस्। अनि त्यसपछि बल्ल यो अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ वाह पारेको यो चाहिँ गरे भन्नेको त्यसको जस मिल्छ। नत्र चाहिँ बाहिरपट्टि चाहिँ हल्ला मात्रै गर्ने अनि भित्रपट्टि चाहिँ केही पनि नगर्ने, जनतालाई चाहिँ शोषण गरेको गर्ने, झन् गरिबी। हामीले गरिबीबाट मुक्ति चाहन्छौँ, बेरोजगारीबाट मुक्ति चाहन्छौँ, हामी यो चाहिँ अपराधबाट मुक्ति चाहन्छौँ। त्यसकारण यो अहिले अर्को कुरा यो सँगसँगै चाहिँ मैले के भन्नुपर्छ भन्दा यो चाहिँ भिख लिने दिने चाहिँ यो धेरै बढिया छ। घुस लिने दिने जसरी चाहिँ अपराध मानिन्छ त्यस्तै यो भिख लिने दिने पनि अपराध मान्नुपर्छ। यो भिखारीहरूको देश हो नेपाल। त्यसै त चाहिँ यो सरकारले नै चाहिँ दुनियाँभरको संसारभरि भिख माग्दै हिँड्छ, त्यो भएर त्यसै पनि बदनाम छ। यो ऋणमै डुबेकै छ। अनि बाहिर लिएको ऋण पनि यहाँ पैसा हुँदाहुँदै पनि तिर्दैन। अनि चाहिँ यो ऋणबाट मुक्तिको लागि उसले चाहिँ यो यतापट्टि ध्यान दिनुपर्छ। अब हाम्रो प्रति व्यक्ति आय चाहिँ चीन हाम्रो छिमेकी नजिक छ, अन्त कतै जानु परेन। दक्षिण कोरिया पनि जानु पर्यो। 2007 सालसम्म नेपाल र दक्षिण कोरियाको आर्थिक हैसियत एउटै थियो। अहिले दक्षिण कोरियाले 7 सालपछि अहिले $50,070 प्रति व्यक्ति आय बनायो। हाम्रो जबकि $1527 छ। सबैको चासोको कुरा हो नि त यो। हामीलाई चाहिँ आफ्नो यो नेपालमा सरकार छ, सरकारले चाहिँ आफ्ना चाहिँ जनतालाई स्वदेशभित्रै चाहिँ काम दिने हो कि होइन, उसको कर्तव्य हो कि होइन। अनि आफूले आफ्नो जनतालाई स्वदेशभित्रै काम नदिने, उनीहरूको ऊर्जा चाहिँ नेपालमा आफै देशमा खपत नगर्ने, अनि चाहिँ आफ्ना चाहिँ युवाहरूलाई चाहिँ सबैले चाहिँ अब घर घरमा चाहिँ त्यो पासपोर्ट पुर्याइदिने अरे। घर घरमा पासपोर्ट पुर्याएपछि यहाँ को चाहिँ नेपाली यहाँ बस्छ। नेपालमा चाहिँ विदेश जान बन्द गर्नु पर्यो। सबै हामी नेपालमा लागौँ, नेपाल उन्नति प्रगति गरौँ, नेपाललाई चाहिँ चाहिँ विकसित राष्ट्रको लैजाउँ, नेपालको गरिबी सबै गरौँ भन्नुको सट्टा घर घरमा चाहिँ पासपोर्ट चाहिँ दिने, घर घरमा चाहिँ नागरिकता दिने भनेको छ। अब घर घरमा नागरिकता, घर घरमा पासपोर्ट दिएपछि त यहाँ त चाहिँ त्यो चाहिँ अवैध नागरिकता पनि धेरै बढ्छन् नागरिकहरू। अनि चाहिँ त्यो मान्छे पनि कोही पनि बस्दैन। त्यसो भएर यो काम उल्टो काम गरेको छ होइन। अब कुनै बेला तपाईँहरूले यो घर घरमा पासपोर्ट र नागरिकता पुर्याउने विषयलाई जसरी तपाईँहरू आफै भन्नुहुन्थ्यो त्यो 24 घन्टा लाइन किन बस्नुपर्ने, अनलाइन सिस्टम बनाऊ
घरमानी लिने मिल्ने बनाऊ भन्नुहुन्थ्यो। अहिले अब सरकारले त्यो काम गर्दा फेरि त्यसको पनि विरोध गर्दै हुनुहुन्छ। त्यसको परिणाम के भयो भन्दा मुलुक खाली भयो के, खाली भयो। अहिले रुसमा चाहिँ जनशक्तिको चाहिँ अभाव छ, नेपालबाट गए संसारभरिबाट चाहिँ मान्छे मगाउँदैछ, कोरियाबाट पनि त्यहाँ गए, अरू देशमा ब्राजिलमा चाहिँ जनसङ्ख्या कम छ, घट्दो छ, हाम्रो पनि घट्छ। अब पुराना बुढाबुढीहरू चाहिँ अब त्यो नहुने युवाहरू विदेशमा जाने, यहाँ नेपालको चाहिँ निर्माण कसले गर्छ त? यहाँको चाहिँ अहिले यताउता छैन भन्छ। हामी गरिब छौँ, गरिबबाट त विकास गरेर त्यसको उन्नति प्रगति गरेर न त्यो गरिबी सकिने होला। नेपालको गरिबी यथावत राख्ने अनि झन् गरिबी बनाउने अनि चाहिँ यहाँको बाहिर सोच त्यस्तो चाहिँ रचनात्मक हुनु पऱ्यो नि, स्थायी हुनु पऱ्यो नि। त्यस कारण यो वैदेशिक रोजगार बन्द गर्नुपर्छ, देशको हितमा छँदै छैन। सबै नेपालीले संसारभरि छरिएर रहेका नेपालीले पनि आफ्नो पुँजी जहाँ जे जले जस्तो पुँजी निर्माण गरेका छ त्यो पुँजीसहित नेपालमा आऊ, यहाँ वैदेशिक रोजगारमा जान बन्द गर। सबै नेपालीले अनिवार्य चाहिँ नेपालमा काम गर भन्दाखेरि 5 वर्षमा हामी चीन सराबर जान्छौँ कि हाम्रो प्रति व्यक्ति आय चाहिँ 21,476 हुन्छ चीन बराबर। त्यो त यहाँ सोच गरेर पो हुन्छ त। मान्छे नेपाली सबै बाहिर गएपछि कसले हो विकास गर्ने, कसले हो यहाँ काम गर्ने? त्यस कारण यो नकारात्मक सोच हो त्यो। त्यस कारण त्यो त होइन, यो चाहिँ गलत कुरा। कोहीले पनि विदेश आफ्ना नागरिकहरू बाहिर कसैले पठाउँदैन, भएका नागरिकले त्यही सुविधा राख्छन्। खाडीतिर हेर्नुहोस् त, उनीहरूले घर दिएका छन्, रोजगार दिएका छन्, सबै कुरा गरेका छन्। अब चाहिँ 3-3वटा 4-4वटा विवाह पनि गर, तर बच्चा चाहिँ पाइदियो। बच्चा पाएपछि तिमीलाई यो सुविधा दिन्छु, त्यसरी चाहिँ गरेका छ। मान्छेहरूले धेरै सुविधा दिएर चाहिँ जनसङ्ख्या चाहिँ थामेका छन्। यो पलायनवादी संस्कृति छ कि, हाम्रो शिक्षा पनि पलायनवादी छ, हाम्रो समाजमा पनि पलायनवादी संस्कार भयो कि यसो ठुलो भयो पनि बाहिर जाने, यसो ठुलो बाहिर, त्यस्तो किसिमको भएपछि चाहिँ हुन्छ। उसलाई चाहिँ अब देशभक्ति पनि छैन, स्वाभिमानपन पनि छैन, अनि राष्ट्रियता पनि छैन, त्यो राष्ट्रवादी सोच पनि छैन। त्यस्तो चाहिँ धुन्धुकारी चाहिँ समाज त्यस्तो चाहिँ उत्पादन गरेपछि नेपाल भनेपछि उही हर्क सम्पाङले जस्तो उही बेल्चा समात्ने खराङ खराङ गर्ने हो। बेल्चा समात्ने खराङ खराङ गरेर त उसले चाहिँ आफूले यो देखाउन नमुना देखाएर मैले जसरी काम गर्छु त्यस्तै गर भनेर अरूलाई चाहिँ त्यो देखाएको हो। तर चाहिँ त्यो इन त अब बालन शाहको कस्तो छ भन्दा मान्छेसित कसैसित भेट गर्ने स्वभाव छैन। जस्तै नगरपालिकामा कसैलाई पनि भेट नदिने बानीले अहिले प्रधानमन्त्री भयो त झन् भेट दिने त कुरै भएन। हामीले अहिले यो कुरा जुन हामीले भनिराखेका छौँ यही सोसल मिडिया मार्फत चाहिँ प्रधानमन्त्री बालनसँग जाओस्, बालनको चाहिँ जुन चाहिँ संयन्त्र छ, जुन चाहिँ यो सञ्चार मन्त्रालय छ, यता छ उता छ, सचिवहरू छन्, तिनीहरूले यो कुरा उसले चाहिँ नोट गरून् र चाहिँ योलाई यो कुरा भनौँ। हामीले चाहिँ त सल्लाह सुझाव दिएको, देश चाहिँ यसरी तीव्र रूपमा चाहिँ गरिबी सबै समाप्त गर्ने हो भने पहिले हामी आत्मनिर्भर भन्नु पर्यो। आत्मनिर्भर हुनलाई पहिले कृषि क्षेत्र बनाउनु पर्यो, यातायातमा चाहिँ सुरक्षित गर्नु पर्यो, यातायात चाहिँ हाम्रो वैकल्पिक ऊर्जाबाट चल्ने यहाँ बनाउनु पर्यो। अर्को कुरा हाम्रो चाहिँ जुन चाहिँ दैलेखमा 80 लाख चाहिँ के अरे 80-70 चाहिँ त्यहाँ घनमिटर चाहिँ ग्यास छ, त्यो ग्यास त निकाल्नु पऱ्यो नि। अर्को कुरा यहाँ के भनेको छ भन्दा अब अहिले चाहिँ एमसिसी गरियो। एमसिसी गर्नुको अर्थ नेपालको चाहिँ साधन स्रोत आदि इत्यादि चाहिँ माथि कब्जा गर्ने चाहिँ त्यो नियत चाहिँ अमेरिकाको रह्यो। त्यसपछि चाहिँ एसपिपी चाहिँ गरेपछि सैनिक ल्याउने भन्ने कुरा, एसपिपी नगर्ने भन्ने कुरा भयो। तर एमसिसी नगर्ने रे, एसपिपी नगर्ने रे, तर नेपालको चाहिँ बहुमूल्य धातु चाहिँ युरेनियम चाहिँ अमेरिकालाई चाहिँ निकाल्न जिम्मा दिने भनेपछि अर्थ के रह्यो त? अब यो अहिले यही मिडियाबाटै म प्रश्न सोध्छु चाहिँ यो सरकारलाई, के त्यो नेपालको चाहिँ युरेनियम चाहिँ अमेरिकालाई चाहिँ निकाल्न दिएको हो, चाहिँ अमेरिकालाई जिम्मा दिएको हो? हामीले आफै निकाल्ने, तर चाहिँ अमेरिका जसले चाहिँ यहाँ खुल्ला टिबेटनहरूको इस्युलाई ल्याएर यसलाई चाहिँ अखाडा बनाउने र आफ्नो सैनिक अड्डा बनाउने र चाहिँ यहाँको साधन स्रोत यहाँका खनिजहरू सबै चाहिँ कब्जा गर्ने नियत हाकाहाकी आएको छ। त्यसैलाई युरेनियम सम्पन्न, त्यो बाहेक अरू कोही छैन। चाहिँ अब चीनलाई दिन मिल्दैन, रुसलाई दिन मिल्दैन, अरू देशलाई दिन मिल्दैन, किन त्यही अमेरिका मात्रै छ यो युरेनियम लानको लागि? कस्तो चाहिँ एउटा स्पष्ट शङ्का लाग्ने चाहिँ वातावरण छ। त्यसकारण यो अमेरिकाले यो कब्जा गरिसकेका छ, हामी त्यसै भनेका छैनौँ कि अमेरिकासँग सम्बन्ध जति हामीले चाहिँ गाँच्न चाहन्छौँ, जति चाहिँ अहिले 58 अरबको थियो 51 अरब जति चाहिँ अमेरिकाको चाहिँ यहाँ लगानी भएको छ र त्यो लगानी फिर्ता गरौँ,
त्यो 51 अरब फिर्ता गरौँ, अमेरिकाको फिर्ता गरौँ र यो चाहिँ यो अमेरिकालाई चाहिँ सम्बन्ध नराखौँ। अमेरिकाले कहिल्यै पनि हाम्रो भलो चाहन्न, हाम्रो धर्म परिवर्तनदेखि संस्कार संस्कृतिदेखि सबै चाहिँ लोप गराउन चाहन्छ, नेपाललाई इसाई गर्न चाहन्छ र अमेरिकासँग न शत्रु न मित्रको व्यवहार गरौँ र यो अमेरिकन राजदूतावास यो चाहिँ एसियाकै सबभन्दा दोस्रो नम्बरको चाहिँ यहाँ बस, पहिलो नम्बरमा साउदी अरब, त्यो साउदी अरब चाहिँ अहिले इरानले चाहिँ भत्काइदिसक्यो अनि चाहिँ त्यहाँ मिसाइल हानेर अहिले चाहिँ यो दोस्रो नम्बरको चाहिँ राजदूतावास छ, यो पनि चाहिँ यहाँबाट बन्द गर्नुपर्छ। अमेरिकन सङ्कटले नेपाललाई कहिल्यै पनि हित गर्दैन, सहकार्य नै नगर्ने। त्यो सरकारी हो त्यो किन चाहिँ त्यो 8,000 किलोमिटर टाढाको त्यो चाहिँ अब क्रिस्चियन राष्ट्र चाहिँ बाइबललाई चाहिँ समातेर चाहिँ त्यहाँ शपथ ग्रहण गर्छन् त्यहाँका राष्ट्रपतिहरूले। त्यो क्रिस्चियन राष्ट्रसँग चाहिँ त्यहाँ सम्बन्ध गरेर नेपाललाई के भएको छ, अहिलेसम्म के भएको छ? कुनै उद्योग धन्दा लगाएको छ, कुनै अब अमेरिकाले यो लगानी गरेको छ, 1 लाख मान्छेले चाहिँ रोजगारी पाछन्, कोही उदाहरण छ? बरु चीनले सहयोग गरेको छ, रुसले सहयोग गरेको छ, ब्रिटेनले सहयोग गरेको छ, इन्डियाले सहयोग गरेको छ, अरूले सहयोग गरेका छन्। अमेरिकाले के गरेको छ? हाम्रो धर्म परिवर्तन गराउने, संस्कार शुद्ध गराउने, हाम्रो शिक्षा सबै बिगार्ने, यहाँका राजनीतिहरूलाई किन्ने, पार्टीहरू गर्ने, युथ काउन्सिल जस्तो गरेर सबै चाहिँ शिक्षा क्षेत्र कब्जा गर्ने, त्यो गरेको छ। त्यस कारण त्यो त हाम्रो नेपालको हितमा छैन। हामीले त नेपालको आफ्नो हित हेर्ने होला नि त, उसलाई खुसी पारेर हुन्छ र। त्यस कारण मैले पहिले चाहिँ यो आत्मनिर्भर बन्नको लागि खुला सिमाना हाम्रो चाहिँ छैन, खुला सिमाना विभाजित छ। र हिजो एउटाले के भन्यो भन्दा 100 रुपियाँदेखि माथि चाहिँ जसले सामान किन्छ इन्डियाबाट किनेर ल्याउँछ त्यसलाई चाहिँ भन्सार लाग्छ भने। अनि एकजना बिहारबाट के आपत्ति गर्यो भन्दा हाम्रो नेपालमा विवाहबारी छ, रोटीबेटीको सम्बन्ध छ, हामीले चाहिँ 10,000 सामान लगेर चाहिँ हाम्रो अन्न पात फलफुल गहना आदि इत्यादि चाहिँ त्यो बिदाई गर्दाखेरि छोरीलाई त्यो सबै दिएर हामी गाडीमा चाहिँ दिएर पठाउँछौँ, त्यहाँ 1 वर्ष 2 वर्षको लागि उतै चाहिँ भनेर पठाउँछौँ। त्यति बेला कसले भन्सार तिर्छ? त्यो अव्यवहारिक कुरा गरेको छ नेपालले, त्यो हुनु हुँदैन। उनीहरूले आपत्ति गरिसके। र अर्को कुरा, तिमी आत्मनिर्भर बन, तिमीलाई चाहिँ त्यो आलु प्याजदेखि अन्न पात जति पनि छ, साग सब्जी आवश्यक पर्ने आवश्यकता कुराहरू आफै उत्पादन गर। त्यो 100 रुपियाँको भन्सारमा किन चाहिँ त्यो सामान लिन जानु पर्यो? हामी कोही चाहिँ इन्डियामा जान्नौँ र इन्डियाको सामान बहिष्कार गर न तिमी। सरकारले चाहिँ बर हाम्रो चाहिँ विदेशीका सामानहरू हाम्रो देशमा हित छैन, बहिष्कार गरौँ। इन्डियाको सामान पनि बहिष्कार गरौँ, चाइनाका सामान पनि बहिष्कार गरौँ। आफूलाई आवश्यकता पर्ने चिज हामी उत्पादन गरौँ भन न। सक्छौ तिमी, भन्न सक्छौ। त्यसरी पो बल्ल तिम्रो बहादुरी देखिन्छ, तिमीले केही गर्यौ भनि सकिन्छ। त्यो केही नगर्ने, सियोसम्म पनि बाहिरबाट लिएर आउनु पर्ने, अनि चाहिँ भन्सार चाहिँ 100 रुपियाँदेखि चाहिँ अब 100 रुपियाँ माथिको चाहिँ भन्सार तिर्नुपर्छ भन्ने त्यो उटपटाङ कुराहरू गरिराखेका छन् कि त्यो चाहिँ त्यो यथार्थमा धरातलमा जानु पर्यो। अर्को कुरा, यो सरकारले हामीहरूलाई गरी खाने दिनुपर्छ, नेपाललाई गरी खानै दिँदैन। एक त चाहिँ आफूले कुनै चाहिँ रोजगार नदिने र जनताले स्वरोजगार चाहिँ मार्फत आफ्नो गरिबी समाप्त गर्छौँ, आफ्नो घर परिवार पाल्छौँ भन्ने अवस्थामा अनि चाहिँ जस्तै अब गाँजा छ, पाखा पखेरा भिर पखेरा जताततै चाहिँ फल छ, त्यो उत्पादन हुन्छ, गाँजा छ, भाङ छ, धतुरो छ, त्यो सबै सरकारले किनिदियोस् न। हामी उत्पादन गर्छौँ, त्यो किनिदियोस्, सरकारले पैसा दियोस्, हाम्रो चाहिँ गरिबी सरिबी हाम्रो स्वरोजगार व्यवस्था हुन्छ। तिम्रो सरकारले फेरि त्यहाँ गरेर अरू विदेशमा चाहिँ अरूलाई देऊ न, किन गर न? मान्छेलाई जहाँ जहाँ जे फल्छ, जहाँ जे उत्पादन हुन्छ त्यो गर्न देऊ न मान्छेलाई। किन रोकिराखेका छौ? किन बन्देज गरेका छौ? त्यो सरकारले नै हामीलाई गरिब बनाएको, सरकारले नै हाम्रो शोषण गरेका छ। हामी नेपालीलाई सरकारले नै हामीलाई गरिबीमा राखेको छ, त्यति मात्रै कुरा। यहाँ धर्म परिवर्तनको कुरा गर्ने गरेको छ। मैले चाहिँ दाङमा गएँ, एकजना खैरा भन्ने ठाउँमा हामी बेलुका बसियो। अर्को दिन चाहिँ यहाँ मान्छेहरू चाहिँ जम्मा गर्नुहुन्छ, को के छन्, हामीलाई चाहिँ धार्मिक राज्य व्यवस्था राम राज्य पक्षमा चाहिँ यहाँ केही कुरा गरौँ भनेर राखियो। कुरा गर्दाखेरि त्यहाँ 20-22जना महिलाहरू पनि आए। अनि यहाँ घाँटीमा चाहिँ एउटा सुनको सिक्री छ, त्यहाँ चाहिँ एउटा क्रस ढुङ्गा छ। मैले भने तिम्रो के हो यो भनेको? क्रस हो। अनि के तिमी क्रिस्चियन हो? सोधेँ। हो। कति भयो क्रिस्चियन भएको? 2 वर्ष भयो भने। अनि किन चाहिँ क्रिस्चियन भयो भने म चाहिँ बिरामी भएको थिएँ, वहाँ गएँ अनि यसरी चाहिँ टाउकोमा हात राखेँ, यसो फुके जस्तो गरेँ, अनि चाहिँ यसो चाहिँ पानी सानी खान दिएँ, अनि चाहिँ सन्चो भयो। सन्चो भएपछि अब तिमीहरूको चाहिँ यहाँ क्रिस्चियनमा लगाएपछि तिमी बिरामी पर्दैनौ भन्ने भएपछि म चाहिँ आफैले क्रिस्चियन भयो भने। मैले भने हाम्रो सरकार आउने हो भने 3 महिनामा नेपालमा कोही क्रिस्चियन हुँदैन। 3 महिनामा कसरी?
यो चाहिँ जसले आफ्नो बाबुबाजेको धर्मलाई उपेक्षा गरेर जसले चाहिँ धर्म परिवर्तन गरेर क्रिस्चियन भएको छ, यो 3 महिनाभित्र आज चाहिँ अहिले आज 2083 साल वैशाख 4 गते हो र हामीले अब चाहिँ वैशाख जेठ असार साउनभित्र चाहिँ स्वधर्ममा फर्क, जो चाहिँ स्वधर्ममा फर्केदैन तिमीले स्थान परिवर्तन गर, नभए चाहिँ सेनाले गएर तिम्रो घरमा ताला लगाइदिन्छ भनियो भने को चाहिँ मान्छे क्रिस्चियन भएर बस्छ? यहाँ त क्रिस्चियनले नै यो चाहिँ सरकारले नै क्रिस्चियन बनाइराखेको छ। र अर्को कुरा जुन चाहिँ यो मुसलमानहरूको कुरा छ अनि चाहिँ हिन्दू भगाऊ नेपाल जोगाऊ त्यस्तो खालको कुरा यहाँ आयो। त्यो भन्नेको कुरा के हो भन्दा त्यो यहाँ चाहिँ हाम्रो यो बहु चाहिँ सङ्ख्यक चाहिँ सनातन धर्मावलम्बीहरूको देशमा मुसलमानहरूले मिलेर बस्ने हो, नत्र चाहिँ चिनको जस्तो नीति लागू हुन्छ यहाँ। चिनको जस्तो चिनमा के छ, त्यहाँ चाहिँ मदरसा छैनन्। अब सुन्नु न, चिनको के अरे नीति लागू हुने चाहिँ होइन, अब महेन्द्रको नीति चाहिँ लागू हुने परिस्थिति बनेको छ कि अहिले होइन? महेन्द्रको नीति त अहिले आइसक्यो। महेन्द्रको त अब अहिलेको यो चुनावले यसको सकारात्मक चुनावको नकारात्मक पक्ष त यो चाहिँ जालझेल गरेर चुनाव भएको, यो तपट्टि यसको नकारात्मक छ भने सकारात्मक के छ भने यो चुनावले के देखायो भन्दा त्यो चाहिँ मिलीभगत सेनालेको चाहिँ सेनाको अभिमत जस्तो देखिरह्यो। अब मधेसवादी दलहरू पनि छैनन् जसले चाहिँ नेपाललाई टुक्राउने भन्थे, अनि चाहिँ यता कम्युनिस्टहरू पनि छैनन् जसले चाहिँ आडम्बर गराएर चाहिँ त्यो मासकाल चाहिँ ठुल्ठुला दर्शन चाट्ने र चाहिँ यो चाहिँ नयाँ कुरा चाहिँ यो जनमत चाहिँ भन्थे। अनि अर्को कुरा राजावादीहरूले चाहिँ राजा ओजा भन्थे। अनि अर्को कुरा यो पुराना दल भन्ने, पुराना दल भए, कम्युनिस्ट भए, राजावादी भए, अब चाहिँ यो मधेसवादी भए, सबै चाहिँ हटे। अब बाँकी रह्यो यो चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यो धेरै किसिमको त्यहाँ विकृति छ, त्यहाँ अपराधी पनि छन्, त्यहाँ अरू पनि विधरीहरू छन्। तर चाहिँ यसको यो हटेपछि के आउँछ भन्दा रामराज्यको विकल्पै छैन। अब आयो वातावरण सबै बन्दै आयो रामराज्य। हामीलाई चाहिँ रामराज्य चाहिएको छ। रामराज्य भनेको के हो भन्दा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित्। यहाँ भनेको के भन्दा सबै सुखी हुने, सबै चाहिँ निरोगी हुने, सबै मिलिजुली सहना भवतु सहनौ भुनक्तु, सबै किसिमको मिलिजुली बाँच्ने हो। त्यो आयो भनेको रामराज्य हो। रामराज्य के भन्छ, आफ्नो खाएर अरूको चाहिँ सेवा गर्ने र चाहिँ आफूलाई बाँच्नको लागि आवश्यकताभन्दा बढी सम्पत्ति जसले आर्जन गर्छ त्यो चाहिँ अपराधी हो। अब यो अहिले जति पनि चाहिँ त्यहाँ सुन अब सम्पत्ति बेमोल देखाए, तिनीहरू स्वयं चाहिँ आफै गाडी चढ्ने हैसियतका छन्। तिनलाई जनताको चाहिँ गरिब जनताको ट्याक्सबाट चाहिँ त्यो गरिब जनताको गाडी किन चढिदिनु पर्यो? तपाईँलाई अनुरोध छ, तपाईँहरू सक्षम हुनुहुन्छ, तपाईँहरूले चाहिँ यो चाहिँ सस्तो लोकप्रियताको लागि त्यो नगर्नुहोस्। सबैले चाहिँ गाडी चढ्नुहोस्, तलब पनि नलिनुहोस्। हामी गरिब छौँ, जबसम्म हामी चिनको दाँजोमा पुग्दैनौँ हाम्रो जनताको पैसा पनि नखानुहोस् र हाम्रो जनताको गाडी पनि नचढ्नुहोस् र चाहिँ आफ्नो खाएर जनताको सेवा गर्नुहोस्। तब मात्रै हामी चाहिँ वाह गर्छौँ। नभए चाहिँ हाम्रो जनताकै अब घुमाइफिरे जनताकै चाहिँ शोषण गर्ने, जनताकै सबै कुरा गर्ने र चाहिँ त्यो पनि आफ्नो खाएर खानुको भन्दा जनताकै चाहिँ खाने, जनताकै चाहिँ लिएर आफ्नो 10औं पुस्तासम्म त्यो सम्पत्ति थुपार्ने भने त पुरानोहरूले गरे चाहिँ जान्नेलाई छान्ने भनेको अर्थ। अहिले चाहिँ त्यो के त तपाईँले नयाँ कुरा त्यो के गर्नुहुन्छ त? पुरानैले गर्ने काम पुरानैले गर्ने, भ्रष्टाचार पुरानैले गर्ने, शोषण सबै पुरानैले उस्तै गर्दै जानुभयो भने त तपाईँको नयाँ तपाईँले किन भन्नु पर्यो? नयाँको अर्थ के रह्यो? नयाँ गरेर देखाउनुहोस् न। पहिल्यै तपाईँले चाहिँ हामीलाई आत्मनिर्भर बनाउनुहोस्, हाम्रो गरिबबाट मुक्त गराउनुहोस्, नेपाललाई चाहिँ भिखारी मुक्त राष्ट्र गराउनुहोस्, जुवा मुक्त राष्ट्र गराउनुहोस्। यहाँ जुवासुवा क्यासिनो स्यासिनो गरेर यहाँ जुवा किन खेलाउनु परेको छ? त्यो जुवा पनि बन्द गर्नुहोस्। र चाहिँ बिहारमा चाहिँ उहाँ सतीश कुमारले चाहिँ त्यो मद्यपान चाहिँ बन्द गरेको छ, रक्सी सक्सी त्यहाँ खानु उर्न पाइन्न, त्यो पनि बन्द गराउनुहोस्। त्यो किन चाहिँ त्यो खुवाउनुहुन्छ, किन खानुहुन्छ, त्यो पनि बन्द गर्नुहोस्। र चाहिँ दुर्व्यवसायी छ, यो चाहिँ गाँजा भाङ धतुरो चाहिँ गर्न हुन दुर्व्यवसाय त्यो होइन, त्यो औषधि जन्ने चिज हो। अनि त्यो पनि बन्द गराउनु, अनि पो बल्ल नयाँ कुरो गर्नुभयो भन्ने हुनुहुन्छ। तपाईँले नयाँ कुरो चाहिँ विकृति नगर्ने, सबै आफै चाहिँ मोज मस्ती गर्ने, उस्तै ठाँटबाट गर्ने, अनि नयाँ के भयो त फेरि कुरो? अब पुरानो चाहिँ त्यो अब 47देखि 82सम्म 35 वर्षसम्म पुरानोले त गर्नुसम्म शोषण गरेका थिए। नेपाललाई चाहिँ हदैसम्म चाहिँ त्यहाँ शोषण गरे। त्योबाट उन्मुक्ति त्यसबाट मुक्ति पाउनको लागि तपाईँलाई चाहिँ छानेको नयाँ भनेर सबै बुढाबुढी आदि इति सबैले छानेको। तर त्यो बुढाबुढीहरूको चाहना र भावना अनुसार सबैको त्यहाँ गर्नु पर्यो। पहिले तपाईँले चाहिँ बाँच्न सक्ने अवस्था बनाउनुहोस्। हामी चाहिँ यो महँगाई कम गर्नुहोस्।
अनि त्यसपछि चाहिँ रोजगारको सिर्जना गर्नुहोस्, अनि चाहिँ यहाँ सबैलाई आत्मनिर्भर बनाउनुहोस्, वैदेशिक रोजगार बन्द गर्नुहोस्, र यो चाहिँ राष्ट्रिय परिचय पत्र खारेज गर्नुहोस्। यो राष्ट्रिय परिचय चाहिँ हाम्रो नागरिकता छँदाछँदै राष्ट्रिय परिचय पत्र किन बनाउनु पर्यो? हाम्रो चाहिँ औँठा छाप चक्र पनि लगाएको छ, रेटिना पनि लगाएको छ, विदेशीले बनाएको छ, हामी कहाँ कहाँ के छ सबैलाई ट्र्याक गरेको छ, हामी असुरक्षित छौँ, हाम्रो सर्वस्व हरण हुन्छ। त्यस कारण राष्ट्रिय परिचय पत्र खारेज गर्नुहोस्। एमसिसी हाकाहाकी चाहिँ त्यो चर्चामा आयो, नो एमसिसी नो एसपिपी भनेर बालन शाहले यसो गर्यो भनेर चर्चा गरेको छ। त्यो चर्चा पनि यथार्थमा गरेर देखाउनु छ। अहिले म भनिराखेको छु, मिडियाबाट सोधिरहेको छु, हाम्रा उत्तर खुरखुरु दिनुहोस् न, हामी यस्तो छौँ भनेर चाहिँ दिनुहोस् न। तर त्यो तपाईँको छैन। तर तपाईँ अमेरिकाबाट सञ्चालित हो भने अमेरिकन गोटीको चाहिँ बनेर चल्नु भएको छ, अमेरिकन गोटी हो भने त उसले त दिँदैन। रिमोट कन्ट्रोल त अमेरिकासँग छ। अब तब रिमोट कन्ट्रोलबाट चल्ने चाहिँ तपाईँले के गर्नु छ? केही पनि गर्नु। जनतालाई भरम सिर्जना गर्ने, जनतालाई मूर्ख बनाउने, जनतालाई ठग्ने, जनतालाई अल्मलाउने, समय बिताउने, अनि परिणाम चाहिँ शून्य। त्यस्तो खालको नगर्नुहोस्। तपाईँले चाहिँ राम्रो गर्ने हो भने तपाईँहरू चाहिँ अहिले 2-4 दिन जति दिन सत्तामा हुनुहुन्छ तपाईँहरू सबै चाहिँ यो विध्वंस छ, यो छानबिन हुन्छ। तपाईँले चाहिँ अहिले त्यो नेपाली काङ्ग्रेसले के भन्यो भन्दा यो चाहिँ 23 गतेको त कुरा भयो, अनि चाहिँ यो 24 गतेको विध्वंसको बारेमा छानबिन एउटा आयोग बनाऊ भनेको छ। अहिले राष्ट्रिय चाहिँ मानवाधिकार आयोगले लिली थापाको संयोजकतामा 10,000 पानाको जुन चाहिँ यो प्रतिवेदन बनाएको छ त्यसलाई लागू गर भनेर किन भन्दैन? त्यसलाई सार्वजनिक गर, त्यही लागू गर। त्यसैले सबैलाई चाहिँ बराबर गर्छ त, सबैलाई चाहिँ निष्पक्ष चाहिँ गर्छ त। त्यस कारण त्यो गर्ने काम नगर्ने, खालि त्यो अर्को आयोग बनाएर फेरि उसले 6 महिना लगाएर फेरि अल्मलाउने मात्रै काम, त्यो फेरि त्यो त सित्तैमा त गर्दैन। त्यस कारणमा पनि चाहिँ पैसा खान्छ जनताको। त्यस कारण जनताको पैसाको सदुपयोग गरौँ। पहिले चाहिँ पेट्रोलियम पदार्थको चाहिँ अब इरानबाट चाहिँ सिधै चाहिँ ल्याउँ, त्यो पनि नगरौँ। त्यो भन्दा पनि गाडी साडीको पनि व्यवस्था गरौँ, नयाँ ढङ्गले सोचौँ। त्यही कुरा मैले पहिलो। अर्को कुरा, हामीलाई चाहिँ अहिले चुनाव छ, यो निर्वाचन प्रणाली बदल्नुहोस्, यो निर्वाचन प्रणाली निःशुल्क बनाउनुहोस्। गरिब जनताले 1 रुपियाँ पनि खर्च नगरिकन निर्णायकतामा जान पाउनु गराउनुहोस्। अहिले जसको पैसा छ त्यही मात्रै चाहिँ निर्वाचनमा उठ्न पाउने, त्यही मात्रै चाहिँ निर्णायक तहमा पुग्न पाउने, त्यस्तो छ, त्यसलाई चाहिँ खारेज गर्नुहोस्। गरिब जनताले पनि चाहिँ निर्णायकतामा जान पाउने निर्वाचन निःशुल्क गराउनुहोस्। त्यो कसरी हुन्छ भन्दा इन्टरनेटमा आधारित गराउनुहोस्। अब 66 लाख झन्डै परिवार छन् भने त्यसमा चाहिँ वाइफाई जोडिदिनुहोस्। अनि वाइफाई जोडिदिएपछि चाहिँ 50% चाहिँ वाइफाई चाहिँ ऊ आफैले व्यक्तिले चाहिँ भुक्तान गर्ने, आधा चाहिँ सरकारले चाहिँ लगानी गर्नु। सबै वाइफाई हुन्छ। अनि ट्याब्लेट आकारको चाहिँ एकवटा सबै परिवारमा चाहिँ मोबाइल दिनुहोस्। त्योबाट चाहिँ त्यसलाई प्रशिक्षण दिनुहोस्, चलाउने भनेर वडामा गएर प्रशिक्षण दिनुहोस्, कसरी चलाउने भनेर। ABCDF त्यहाँ राख्नुहोस्। अनि एबाट चाहिँ निवेदन दिने, बीबाट चाहिँ चुनाव प्रचार गर्ने, सीबाट मतदान गर्ने, अनि डीमा चाहिँ परिणाम लिन निर्वाचन गर्ने। अत्याधुनिक निर्वाचन प्रणाली गर्नुहोस्। नत्र तपाईँको चाहिँ त्यो भयो भने के हुन्छ भन्दा हामीलाई चाहिँ मतदाता सूची पनि चाहिएन, मतदाता परिचय पत्र पनि चाहिएन, अनि चाहिँ म्यादी प्रहरी पनि चाहिएन, अनि बक्सा साटफाट गर्ने कुरा पनि भएन, गुन्डाहरू पनि चाहिएन, नाराबाजी पनि चाहिएन, होहल्ला पनि चाहिएन, हेराफेरी पनि चाहिएन। सबै कुरा चाहिँ आधुनिक हुन्छन्। पहिले आधुनिकीकरण गर्नुहोस् न निर्वाचन आयोगलाई 1 नम्बरमा, अनि बल्ल चाहिँ मान्छेमा चाहिँ उच्चाउँछ। गर्ने काम केही नगर्ने, हल्ला पनि चाहिँ फाल्टु रेड कार्पेट चाहिँ बहिष्कार गरे। ओहो, यो त कति समाजवादी रहेछन्। अब यो चाहिँ यो साइरन बजाएर चाहिँ हिँड्नुहुन्न, चाहिँ मन्त्रीहरू पनि चाहिँ साधारण हिँड्यो, जनतालाई देखाउने। अब त्यस्ता खालका चाहिँ संस्था प्रचार गरेर चाहिँ हाम्रो चाहिँ गरिबी जान्छ, हाम्रो जीवनस्तर माथि उठ्छ। त्यस कारण त्यो सबै गर्नुपर्छ। अर्को कुरा, यो न्याय प्रणाली, हाम्रो न्याय प्रणाली सबभन्दा महँगो छ, एकदमै ढिलो छ, एकदमै जर्जर छ। अनि चाहिँ अब 60 वर्षमा चाहिँ मुद्दा फैसला हुन्छ। त्यो 3 पुस्ते न्याय प्रणाली छ। पहिले तपाईँले चाहिँ त्यो न्याय प्रणाली चाहिँ बदल्नुहोस् न, यसलाई चाहिँ अत्याधुनिक गर्नुहोस्। अहिले चाहिँ 50 जना जति अतिरिक्त न्यायाधीश चाहिँ सर्वोच्चमा चाहिँ त्यहाँ नियुक्ति गर्नुहोस्, 1 वर्षको लागि गर्नुहोस्। र त्यो सबैले चाहिँ दिनको चाहिँ 10वटा मुद्दाको दरले महिनाको 300 हुन्छ। त्यसरी चाहिँ अहिले भएका पेन्डिङ चाहिँ पनि चाहिँ मुद्दाहरू छन् सर्वोच्चमा, त्यो सबै चाहिँ त्यो छिनोफानो गराउनुहोस् न, एउटा कोही राहत दिनुहोस् न। जनतालाई बलियो बनाउने, जनतालाई सुरक्षित गर्ने, जनतालाई चाहिँ एउटा खुसी दिने काम गर्नुहोस्। जनतालाई चाहिँ रुवाउने काम नगर्नुहोस्। हामी त धेरै रोयौँ,
रोएछौँ, पुस्तौँ पुस्ता चाहिँ रुँदै आइराखेका छौँ, पुस्तौँ पुस्तासम्म गरिबीमा पिल्सिराखेका छौँ। त्यसबाट मुक्ति दिनुहोस् न। तपाईँको चाहिँ दिमाग छ, सोच्ने छ, नेपाललाई माया गर्नुहुन्छ, नेपाललाई माया गर्नुहुन्छ भने त्यतापट्टि जानुहोस् न। त्यसपछि त्यस्तै चाहिँ शिक्षा छ। शिक्षामा अहिले चाहिँ त्यो खारेज गर्ने हल्ला मात्रै भयो, भोलि चाहिँ फिज लिनुहुन्न मात्रै भयो। अनि शिक्षा र स्वास्थ्य क्षेत्र त सामाजिक क्षेत्र हो नि त। शिक्षा र स्वास्थ्य क्षेत्र त सरकारले चलाउने हो नि त। शिक्षा र स्वास्थ्य सरकारले पहिले पञ्चायतकालले त थियो त, तपाईँहरूको भन्दा त पञ्चायत चाहिँ पहिले थियो त, त्यहाँ त्यो समाजवादी व्यवस्था थियो त पञ्चायत। शिक्षा र स्वास्थ्य क्षेत्र चोरी चलाउँथ्यो। अहिले चाहिँ निजीकरण गरिएको छ, व्यापारीकरण गरिएको छ। अत्याधिक चाहिँ अब त्यो उपचारमा पनि अत्याधिक पैसा खर्च भइराखेको छ। मान्छेले चाहिँ पैसा दिन नसकेर चाहिँ उनको चाहिँ उपचार गर्दा गर्दै कोही मान्छे बित्यो भने चाहिँ त्यहाँ फेरि त्यो बार्गेनिङ गर्ने, अनि फेरि त्यहाँ त्यो पैसा चाहिँ असुल उप नगरेसम्म चाहिँ लास चाहिँ रोकेर राख्ने गरिएको छ। त्यो पनि चाहिँ अमानवीय कार्य भइरहेको छ। अनि चाहिँ यो हटाउने, बोर्डिङ स्कुललाई पनि चाहिँ त्यहाँ नियमन गर्ने। बोर्डिङ स्कुल र चाहिँ निजी क्षेत्र र प्राइभेट क्षेत्रको छ, त्यसलाई सामाजिकीकरण गर्नुहोस्। तपाईँहरूलाई चाहिँ हिम्मत गर्नुहोस्, सामाजिकीकरण गर्नुहोस्। एउटै चाहिँ शिक्षा प्रणाली गर्नुहोस्। सरकारी र उसमा परीक्षा त एउटै छ, तर पठन पाठन छुट्टै छ। त्यो सरकारीलाई पनि चाहिँ सामाजिकरण गर्नुहोस्, निजीलाई पनि सामाजिकरण गर्नुहोस्। एउटै चाहिँ शिक्षा प्रणाली राख्नुहोस्, त्यो पो बल्ल हुन्छ। अनि त्यहाँ नैतिक शिक्षा, संस्कृति शिक्षा, योग शिक्षा, गुरुकुल शिक्षा, आयुर्वेद शिक्षा र सिपमूलक शिक्षालाई अनिवार्य गर्नुहोस्। अनि पो बल्ल हुन्छ। हल्ला अनेक किसिमको गर्ने, यथार्थ धरातलमा नगर्ने। अनि यो शिक्षाको पाठ्यक्रम बदल्नुहोस्। हाम्रो चाहिँ इतिहास चाहिँ त्यहाँ छैन, इतिहासको भुलेर राष्ट्रियताको कुराहरू छैनन् त्यहाँ। एकीकरण गर्ने चाहिँ अब पृथ्वीपथ, महेन्द्र पथ, अनि चाहिँ हाम्रो नेपालवाद, चाहिँ वैदिक साम्यवाद, अनि यी कुराहरू छैन। अब योगी गोरखनाथ चाहिँ, अब यो चाहिँ योगी हाम्रो चाहिँ नरहरी नाथ, यी सबैको बारेमा पठाउने ओर्ने हाम्रो ऐतिहासिक व्यक्तित्वहरू, राष्ट्रिय विभूतिहरूको बारेमा त्यहाँ पढाउने व्यवस्थै छैन। त्यो कि छैनै छैन। त्यसकारण यो खालको कुरा पनि शिक्षा प्रणाली चाहिँ त्यो बदल्नुपर्छ। अनि स्वास्थ्यमा पनि हाम्रो निःशुल्क हुनुपर्छ स्वास्थ्य। अब वहाँ चाहिँ इन्डियामा चाहिँ दिल्लीमा तिमीहरूको चाहिँ ठुल्ठुलो जतिसुकै अपरेसन गरेर पनि जे गरे पनि हामीले चाहिँ निःशुल्क उपचार गर्छौँ भनेको छ। तिमीहरू चाहिँ निःशुल्क उपचार गर्न सक्दैनौ। सुन्नुहोस्, अब सरकार गठन भएकै केही दिन मात्रै भएको छ, 20 दिन, ओभरअलमा 20 दिन भएको छ। अब 20 दिनमै काया प्लट हुने भन्ने कुरा चाहिँ कहिल्यै पनि हुँदैन। अब बिस्तारै अहिले गरेका निर्णयहरू पनि आम नेपाली जनताले चित्तबुद्ध निर्णय गरेको छ सरकारले भनेर तारिफ गरिरहेका छन्। तपाईँहरूले अहिले नै सबै गरिहाल न भन्ने प्रश्न चाहिँ नउठाउनुहोस् न, होइन र? यस्तो छ कि तपाईँले पहिले इच्छा शक्ति बनाउनुहोस्। जस्तै 100वटा बुँदा त उनीहरूले बनाए नि त, 100 बुँदै कार्यक्रम त ल्याए नि। 100 बुँदै कार्यक्रममा यी हामीले भनेका कुराहरू समेटेर एक दिन निर्णय गर्न, मन्त्रीको बैठक बस्छ, त्यो कहाँको छलफल गरेर एक दिनमा त निर्णय हुन्छ त। निर्णय गर्न महिनौ लाग्छ। इच्छा शक्ति हुनु पऱ्यो नि, निर्णय गर्नुहोस्। त्यसपछि त्यहाँ त्यो मन्त्रीहरू छन्, एक एकवटा मुद्दा। शिक्षा तपाईँले हेर्नुहोस्, शिक्षा निःशुल्क गर्नुहोस्। स्वास्थ्य तपाईँले हेर्नुहोस्, त स्वास्थ्य मन्त्री छँदैछन्, शिक्षा मन्त्री छँदैछन्, त्यहाँ विभाग बाँडिरहेको छ। तपाईँले यो गरेर चाहिँ यहाँ 1 महिनामा चाहिँ यहाँ प्रगति विवरण ल्याउनुहोस् भनेर चाहिँ लगाइदिनुहोस् न। अनि त्यसपछि त्यो एक्सनमा गयो त। काम केही नगर्ने, अनि त्यहाँ बसेर गफ गर्ने, अनि भत्ता पचाउने, अनि सुविधा लिने, अनि जनताको पक्षमा चाहिँ जनता हामी त पर्खेर बस्नेमा हामीलाई छैन। हामी त गरिबीमा तडपिया छौँ। एक दिन बिताउन हामीलाई गाह्रो छ। त्यसकारण हामीले त त्यो आजै निर्णय होस् भन्ने चाहन्छौँ। तपाईँले चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष तपाईँले समय बिताउनु होला, तर हामीलाई त एक दिन बिताउन, एक दिन बाँच्न गाह्रो भइरहेको छ। हामीले चाहिँ त्यसरी पर्खेर बस्छौँ। भोको मान्छेले चाहिँ कति दिन हेरेर बस्छ? भोको मान्छेले त खान चाहियो नि त उता। त्यसकारण हामी गरिबीमा चाहिँ पुस्तासम्म दुःख पाइराखेका छौँ। अनि त्यो हामीले त त्यो गरिबी चाहन्नौँ। त्यसकारण गरिबीबाट मुक्ति चाहन्छौँ। त्यसकारण तपाईँले गर्ने हो नि त। तपाईँले गर्न सक्दा हामी सकेनौँ तपाईँहरूको कुरा, ल तपाईँले गर्नुहोस् भनेर छोडिदिनुहोस् न। विकल्प छ नि त, हामी चलाउँछौँ नि फेरि। त्यसकारण यहाँ चाहिँ तपाईँको विकल्प हो। तपाईँ चाहिँ ढुक्कसँग जसरी हुन्छ चाहिँ जालझेल गरेर त्यहाँ सत्तामा पुग्यौँ, अनि सत्तामा टिक्ने मात्रै चाहिँ त्यो प्रपञ्च नगर्नुहोस्। तपाईँलाई चाहिँ घातक हुन्छ। तपाईँलाई फेरि चाहिँ तपाईँले सिकिसक्नु भएको छ। अब घरमा आगो लगाउने, घरमा चाहिँ त्यहाँ मान्छे लखेटी चाहिँ मार्ने पिट्ने त तपाईँले सिकिसक्नु भएको छ। त्यो फेरि दोहोरिन्छ।
फेरि दोहोरिन्छ तपाईँको फेरि सबै अब चाहिँ 2600 चाहिँ अहिले घरमा चाहिँ स्थानमा आगो लगाएको थियो भने अहिले 5000मा आगजनी होला अनि 10,000लाई चाहिँ लखटी चाहिँ पिट्ने होला सबैलाई चाहिँ कालो मसो लगाउने चाहिँ कार्यक्रम आउला कहीँ चाहिँ हिँड्न डुल्न नपाउने अवस्था आउला त्यस्तो अवस्था असुरक्षित हुने अवस्था नआओस् मान्छे चाहिँ हामी कोही आन्दोलन हामी कोही हिंसा चाहन्नु हामीले चाहिँ त्यत्रो 52देखि 62सम्म 10 वर्ष चाहिँ त्यो चाहिँ जनयुद्धको नाममा त्यत्रो ठुलो हिंसा बेहोरेका छौँ अस्ति चाहिँ पनि त्यो राजा वीरेन्द्रको वंश विनाश भयो अस्ति चाहिँ त्यो भदौ 23-24को त्यत्रो विध्वंस भयो हामी आजित भएका छौँ हामीले चाहिँ त्यस्तो विनाश चाहन्नौँ विध्वंस चाहन्नौँ हामी चाहिँ शान्ति चाहन्छौँ हामी एकअर्कालाई चाहिँ माया गर्ने हामी राष्ट्रियता छ अर्को कुरा तपाईँको चाहिँ यो अमेरिकनका कुरा छ आएर जुन चाहिँ यो अहिले सीमा लिपुलेको छ मैले खबरदार गर्छु मैले यो बालन सरकारलाई तपाईँले जबसम्म अहिले चाहिँ नरेन्द्र मोदीसँग भेट्नुहुन्छ भने त्यहाँ चाहिँ सशक्त रूपमा चाहिँ हाम्रो लिपिले कालापानी लिपिले चुच्चे नक्सा चाहिँ हाम्रो हो चुच्चे नक्सा तिमीहरूले चाहिँ त्यो हाम्रो हो तिमीहरूले चाहिँ व्यापार गर्ने भए पनि त्रिपक्षीय व्यापार हुनुपर्छ द्विपक्षीय मात्रै दुईवटा देशको मात्रै मिलेर गर्न पाउनु भनेर राख्नुपर्छ हाम्रो 90,000 हेक्टर भूभाग चाहिँ गरेको छ त्यसको कुरा त्यहाँ गर्ने कि नगर्ने त्यसको कुरा नगर्ने भने त्यहाँ केही चाकरी गर्न जाने हो त्यहाँ अनि त्यही अब अहिले चाहिँ ठुलो देश हो अब जुन ठुलो देश छ एक छोटा सा देश है एक गरिब देश है छोटा देश र गरिब देश कसले बनाएको हेप्ने आफैले हेप्ने अनि आफैले सानो बनाउने अनि आफैले शोषण गर्ने आफैले यहाँ भएका उद्योग धन्दा सबै बेचबिखन गरेर चाहिँ यहाँ रोजगारी चाहिँ समाप्त गर्ने अनि परनिर्भर बनाउने अनि चाहिँ छोटा सा देश है गरिब देश है भनेर हुन्छ यो अहिले चाहिँ इजरायल छ 57वटा चाहिँ मुस्लिमहरूको बिचमा छ सैन्य शक्तिको बलमा चाहिँ त्यो त्यहाँ स्थापित भएको छ मुस्लिमहरूले हेप्दैनन् जस्तै कोरिया छ गरिब छ तर चाहिँ उहिले सैन्य बलमा चाहिँ अगाडि छ त्यो ताइवान छ त्यो सैन्य शक्तिमा बलिया छ ठाउँ ठाउँमा चाहिँ छन् त त्यसकारण हाम्रो यो सैन्य शक्ति बल हाम्रो चाहिँ छैन अहिले त्यसलाई चाहिँ बलियो बनाउनुपर्छ 5 लाख सेना बनाउनुपर्छ 20 लाख जति अर्धसैनिक बल बनाउनुपर्छ प्रत्येक घरमा चाहिँ यो चाहिँ सैनिक तालिम दिनुपर्छ प्रत्येक घरको एकजनालाई अनि हामी सैनिकमा सशक्त भएर उभिनुपर्छ अनि बल्ल इन्डियाले हेप्दैन चाइनाले हेप्दैन अमेरिकाले हेप्दैन कसैले हाम्रो हेर्दैन हाम्रा चाहिँ छिछि र दूर गरेर हाम्रा खनिजहरू गर्ने छ विचाराहरू छन् भन्ने छ विचारा भएर कति दिन बाँच्नुहुन्छ तपाईँ त चाहिँ वीर गोर्खाली वीर बहादुर नेपाली होइन र त्यस्तो चाहिँ अहिले विचारा भएर बाँच्ने हो गरिब भएर बाँच्ने हो मैले त्यसको भएर यो तपाईँहरूको दिमाग छ तपाईँले चाहिँ सरकार बस्नुहुन्छ भने तपाईँलाई एउटा सुवर्ण अवसर मिलेको छ हाम्रो चाहिँ सबै नेपालीको लागि माया गर्नुहोस् नेपाललाई चाहिँ यो हाम्रो गरिबीबाट मुक्ति गराउनुहोस् अनि बल्ल तपाईँलाई क्या बात भनौँला हामीमा तपाईँले चाहिँ गाडी चढ्ने मोजमस्ती गर्ने घुमफिर गर्ने विदेश भ्रमण गर्ने यताउता गर्ने हामी गरिबीमा चाहिँ तडपिराख्ने अनि आज के खाउँ भरे के खाउँ भोलि के खाउँ भनेर चाहिँ हामीलाई चाहिँ छोड्ने त्यस्तो पनि हो हाम्रो गरिबीबाट मुक्ति गर्नुहोस् न नभए तपाईँ पनि हाम्रो यहाँ यो देशमा जयस्थिति मल्ल थिए उनले चाहिँ अब सबैले चाहिँ खाएपछि बल्ल खान्थे सबैको चाहिँ चुलो बल्या छ खाए अब कसैको अन्न पाकेको छैन भने लैजाऊ यहाँबाट लगेर खुवाऊ भनेर सबैलाई खुवाएपछि खाने राजा हुन् यो देश त्यस्तो हो अनि यहाँ हाम्रो चाहिँ अब बहादुरहरूको देश त्यसै भएको छैन त्यसकारण तपाईँले त्यो गद्दारी नगर्नुहोस् विश्वासघात नगर्नुहोस् जनतालाई चाहिँ मूर्ख नसम्झनुहोस् हामी सबैलाई यति कुरा तपाईँलाई चाहिँ भन्नु तपाईँ सुन्नुहोस् र यसको चाहिँ प्रत्युत्तर त्यही अनुसार मिडियाबाटै आउनुहोस् दिनुहोस् भन्नुहोस् तपाईँसँग त भेट्ने त चान्सै छैन यिनी कुरा छैन त हामी मिडियाबाटै हामीले कुरा राखेका छौँ मिडियाबाटै उत्तर दिनुहोस् र हामी सबै जनतालाई चाहिँ हामी हुन्छौँ गर्छौँ र त्यही कुरा छ अब केही कुरा छ धेरै धेरै धन्यवाद संवादका लागि जय होस् जय श्रीराम धन्यवाद यति कुरा भन्न दिनुभयो हामी सम्पूर्ण चाहिँ नेपाली दाजुभाइ दिदीहरूमा विनम्र अनुरोध के छ भन्दा अबको विकल्प भनेको राम राज्य व्यवस्था हो हामी सबै राम राज्य लागौँ गरौँ यो सरकारले चाहिँ 3टा कुरा गरोस् पहिले चाहिँ हाम्रो पहिचानको रूपमा चाहिँ हिन्दू राष्ट्र घोषणा गरोस् हाम्रो एकताको प्रतीक रूपमा चाहिँ हिन्दू सम्राट घोषणा गरोस् अनि चाहिँ राम राज्य व्यवस्था घोषणा गरोस् नेपाललाई चाहिँ शान्ति क्षेत्र घोषणा गरोस् ग्रेटर नेपाल घोषणा गरोस् अनि त्यो नाटक जस्तो कहिले चाहिँ त्यो ग्रेटर नेपालको चुच्चे नक्सा त्यहाँ राख्ने कहिले चाहिँ हटाउने नगर्नुहोस् ग्रेटर नेपाल आत्मसात गरोस् ग्रेटर नेपाल सम्मान गरोस् तब मात्रै हामी खुसी हुन्छौँ सबै कुरा सबैको चाहिँ जनताको भावना र चाहना समेटिएको मात्रै मानिनेछ नत्र चाहिँ यिनीहरू पनि जस्तो जुन जोगी आए पनि कानै चिरेका जुन जोगी आए पनि कानै चिरेका भने जस्तै चाहिँ पुराना दलहरू र यिनीहरूमा केही फरक छैन भन्ने कुरो त्यहाँ स्थापित हुन्छ त्यस्तो खालको अवस्था नआओस् जय श्रीराम।